हेलो अनि नमस्ते यहाँहरू सम्पूर्णमा। आज फेरि अर्को नयाँ भिडियोका साथ हामी आइसकेका छौँ। तर आजको भिडियो भने अलिकति फरक छ। यत्तिकै के छ त अपडेट भनेर आज हामीले कुराकानी गर्नेछौँ। जस्तो 2026 लागिसक्यो। 2026 लागिसकेपछि हामीले अलिकति रेगुलर पोस्ट अपडेटमा अलिकति टाइम दिन सकिरहेका छैनौँ। अलिकति बिजी भइराखेको छ काममा। सो आज चाहिँ अब 2026 लागिसकेपछि के भइरहेको छ पोल्यान्डमा, के छ नयाँ कुराहरू, अपडेटहरू के छ होइन, त्यो विषयमा आज हामी कुरा गर्नेछौँ। र स्पेसल्ली पोल्यान्डमै बसिरहेकोहरूको लागि के छ अपडेट, र पोल्यान्डदेखि बाहिर जो बसिराख्नु भएको छ अथवा पोल्यान्ड जाने कि भनेर यदि सोच बनाउनु भएको छ भने केही अपडेटहरू रहेको छ। त्यसैले यस भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। अब सुरुमा कुरा गरौँ जो पोल्यान्डमा अलरेडी बसिरहनु भएको छ। तपाईहरुलाई थाहै छ, हामी सबैले भोगिरहेकै कुरा हो। पोल्यान्डको केसमा कुरा गर्ने हो भने पछिल्लो समयमा टेम्पोररी रेसिडेन्स पर्मिट र यो लङ टर्म रेसिडेन्स पर्मिट दुवैको लागि कडा हुँदै गइरहेको छ। कडा हुँदै गइरहेको छ यसर्थ हामीले धेरै कुराहरूमा चाहिँ आफू अपडेट हुने र त्यो आफूले गर्नुपर्ने कुराहरू चाहिँ टाइम टु टाइम भित्रमा गरिएन भने नेगेटिभ डिसिजन आउने र पछि डिपोर्ट हुन सक्ने सम्मको सम्भावनाहरू बढेर गएका छन्। र पछिल्लो समयमा त अझ तपाईको बोर्डर गार्डले चेकिङ यति धेरै म्यासिभ रूपमा गरिरहेको छ। कम्पनीहरूमा, बाहिर ट्रेन स्टेसनमा, इभन हिँडिरहेको ट्रेनमा पनि चेकिङ गरिरहेको भन्ने खालको खबरहरू आइरहेको छ। त्यसैले यदि तपाईँ जुनसुकै कम्पनीमा अथवा कहीँ पनि काम गरिरहनु भएको छ, लिगल्ली काम गर्नुहोला, बिना वर्क पर्मिट काम नगर्नु होला। किनकि सेफ्टी म्याटर्स हैन। अब गर्नै पर्ने कुनै अवस्था हुन्छ, बाध्यता हुन्छ, ती कुराहरूलाई एक्सेप्सन रह्यो तर पनि सकेसम्म त्यसरी नगर्नु होला। अब कुरा गरौँ जस्तो पोल्यान्डमा हामी बस्दै गर्दा 2026 लाग्दै गर्दा 2025 को अन्त्यतिर र 2026 देखि चाहिँ केही नयाँ कुराहरू थपिएका छन्। अनि यसको विषयमा हामीले टिकटकमा पनि सानो भिडियोहरू बनाएर त राखि नै रहेका थियौँ, तर युट्युबमा भने यसरी कुरा गर्न पाइएको थिएन। आज अलिकति मजाले कुरा गरौँ भनेर यो भिडियो बनाउँदैछौँ। त्यसैले राम्रोसँग सुन्नु होला। अब जस्तो हामी पोल्यान्डमा बस्दै गर्दाखेरि अब फर्स्टमा टिआरसीकै कुरा गरौँ, किनकि हामी सबै म्याक्सिमम टिआरसी बेसमै छौँ। अब नियमहरू एकदम टाइट भइरहेको छ आजभोलि। त्यसैले पहिला तपाईले टेम्पोररी रेसिडेन्स पर्मिट अप्लाई गर्ने बेलामा जे डकुमेन्टहरू सबमिट गर्नुपर्ने हुन्थ्यो, रिक्वायर्ड डकुमेन्टहरू हुन्थ्यो, ती त एज इट इज गर्नु नै पर्यो हैन। अनि मुख्य कुरा कहाँनिर छ भन्दाखेरि तपाईले कुनै एउटा कम्पनीमा काम गरिरहनु भएको थियो, त्यो कम्पनी छोडेर अर्को कम्पनी जाँदै हुनुहुन्छ भने तपाईले दुईवटा कुरा गर्नुपर्ने हुन्छ। एउटा भनेको त अहिले काम गरिरहेको कम्पनीमा तपाईले रिजाइन लेटर तपाईसँग हुनु पर्यो। कम्पनी र तपाईबीच काम छोडे भनेर हस्ताक्षर गरेको पेपर हुनु पर्यो हैन, फर्स्ट। अनि त्यो पेपर हजुरसँग भइसके पछाडि त्यसको काम छोडेको विदिन 14 डेज तपाईले चाहिँ आफ्नो रिलेभेन्ट इमिग्रेसन अफिसलाई मैले फलानु काम गरिरहेको कम्पनीमा काम छोडे भनेर तपाईले सबमिट गर्नुपर्ने हुन्छ। एउटा लेटर चाहिँ बाइ पोस्ट पठाउन पनि सक्नुहुन्छ। बाइ पोस्ट पठाउनु भयो भने त्यसको कन्फर्मेसन हजुरले राख्नु होला पठाएको। अनि अथवा इमिग्रेसन अफिसमै गएर बुझाउने सिस्टम पनि हुन्छ, कुनैमा होला कुनैमा नहोला, बुझ्नु होला। अनि त्यो इमिग्रेसन अफिसमा गएर बुझाएर एक कपी आफूले राख्ने, एक कपी उनीहरूले राख्छन्। त्यसरी गर्न पनि सक्नुहुन्छ हैन। त्यो भनेको फर्स्ट तपाईले गर्नै पर्ने काम। यदि त्यो गर्नु भएन भने तपाईको डिसिजन नेगेटिभ सिधै हैन। त्यो भएको हुनाले एकदम त्यो कुरा गर्नु होला। र त्यस पछाडि जब तपाईले इमिग्रेसन अफिसमा खबर गर्नुहुन्छ त्यसको विदिन 14 डेज भनिन्छ, तर जो एक्ज्याक्ट स्पेसिफिक चाहिँ हेर्नै पर्ने हुन्छ। तर तत्कालै सकेसम्म छिटै नै तपाईले चाहिँ नयाँ टेम्पोररी रेसिडेन्स पर्मिटको लागि अप्लाई गर्नुपर्ने हुन्छ नयाँ कम्पनीदेखि। तपाईले कुनै एउटा कम्पनीमा काम छोड्नु भयो भने किन छोड्नु भएको हुन्छ भन्दाखेरि म त्यो कम्पनीमा काम छोडेर अर्को कम्पनीमा काम गर्छु भन्ने अर्थमा तपाईले छोड्नु भएको हुन्छ। त्यो भएको हुनाले नयाँ कम्पनी कहाँ कसरी गर्दै हुनुहुन्छ त्यो कम्पनीको डकुमेन्ट
सहित त्यो कम्पनीमा काम गर्न चाहन्छु भने तपाईँले टिआरसी एप्लिकेसन जसरी नै तपाईँले सबमिट गर्नुपर्ने हुन्छ। अब यहाँनिर दुईवटा कुरा आउँछ। एउटा भनेको तपाईँको टिआरसी सकिँदैछ भने एज अ नयाँ टिआरसी नयाँ कम्पनीबाट अप्लाई गर्नुभयो, तर यदि तपाईँको टिआरसी स्टिल भ्यालिड छ 2-3 वर्ष भने तपाईँले डिसिजन चेन्ज गर्नुपर्ने हुन्छ। टिआरसी त्यही नै हुन्छ तर डिसिजन तपाईँको नयाँ आउँछ। तर प्रोसेस र रिक्वायर्ड डकुमेन्ट भनेको एउटै हो। टिआरसीलाई जे लाग्ने हो त्यही नै डकुमेन्टहरू हुने गर्छ। अब त्यसरी गर्दै गर्दा तपाईँको चाहिने रिक्वायर्ड डकुमेन्टहरू सबै तपाईँले बुझाउनु पर्यो। अब 2026 पछाडि 25देखि नै हो बिचदेखि माग्न थालेको छ यो डकुमेन्टहरू। वार्साको केसमा, बाहिरको केसमा के छ हजुरहरूले कमेन्टमा लेख्नु होला, बाहिर त्यसरी मागिसकेको छ कि छैन। जस्तो तपाईँले काम गरिरहेको कम्पनीको अहिलेसम्म हामीले के गरिन्थ्यो भन्दाखेरि मैले कतै काम गर्दैछु भने मेरो डकुमेन्ट बुझाउनु पर्थ्यो मेरो टिआरसीको लागि होइन। कम्पनीको तर्फबाट एउटा अट्याचमेन्ट हुन्थ्यो, त्यो फर्म बुझाएपछि भइहाल्थ्यो भने अब अहिले चाहिँ के खोज्न थालेको छ भन्नुहुन्छ भने त्यो कम्पनीले जुस ट्याक्सहरू रेगुलर तिरिरहेको छ कि छैन, जुस क्लियरेन्स पेपर, ट्याक्स क्लियरेन्स पेपर त्यो एडिसनल कम्पनीको साइडबाट माग्न थालेको छ। यदि तपाईँले त्यो खालको मागेको पाउनु भएको छैन कमेन्टमा लेख्नु होला, किनकि यो इमिग्रेसन अफिस अनुसार डिफ्रेन्ट छ, जुन राम्रो होइन, एउटै हुनुपर्ने हो तर पनि त्यो देखिन्छ। त्यो भएर कुनै इमिग्रेसन अफिसमा मागेको हुनसक्छ, कुनैमा नमागेको हुनसक्छ। के छ तपाईँले कमेन्टमा लेख्नु होला है त, जसले गर्दा हामीलाई जानकारी हुनेछ। अनि अर्को इम्पोर्टेन्ट कुरा के छ भन्नुहुन्छ भने जस्तो तपाईँसँग टिआरसी छ तर त्यो टिआरसीलाई यदि तपाईँ रिन्यू गर्ने हो र पोल्यान्डमै पछिसम्मै बस्ने हो भनेदेखि त्यो टिआरसी लिगेर आउट अफ पोल्यान्ड 3 महिनासम्म भनेको 90 डेज हामी स्टे गर्न पाउँछौँ होइन। स्टे गर्न पाउनुहुन्छ, त्योभन्दा बढी पनि स्टे गर्न पाउनुभयो, तर रिटर्न ब्याक भएर पोल्यान्डमै बस्ने हो, पछि रिन्यू नै गर्ने हो, कन्टिन्यू गर्ने हो भनेदेखि 3 महिनाभन्दा बढी सकेसम्म नबस्नुहोस्। पहिलाको केसमा त्यस्तो थिएन। अब अफिसियल पेपरमा 90 डेज अलाउ गर्थ्यो बाहिर आउट अफ पोल्यान्ड स्टे हुनको लागि, जसले गर्दा पछि रिन्युलाई समस्या हुन्थेन। तर प्रायः केसहरूमा 3 महिना होइन बढी नै बसिराखिन्थ्यो। तपाईँहरू पनि बस्नुभयो होला। तर अहिले भने त्यो सिनारियो छैन। यदि तपाईँ पछि रिन्यू गर्न चाहनुहुन्छ भने त्यो 90 डेज क्रस नगर्नु होला सकेसम्म, इमर्जेन्सी केस बाहेक अन्य सिचुएसनमा, जसले गर्दा पछि फर्दर एक्सटेन्सनको लागि तपाईँलाई समस्या नहोस्। यो कुरा पनि एकदम ख्याल गर्नु होला। अनि यिनै कुराहरू हुन्। अब टिआरसी प्रोसेसमा चाहिँ भएको अपडेटहरू यिनै कुराहरू अपडेट भएको छ होइन। अनि अर्को के छ भन्नुहुन्छ भनेदेखि अब वार्साको केसमा के छ भने अहिले अब टिआरसी पहिला 3 मन्थ्समा दिनुपर्ने हुन्छ डिसिजन भनेर आर्टिकलमै इन्क्लुड गरिएको थियो भने अहिले अब मार्चदेखि चाहिँ त्यो पनि हटाउने भनेर कुरा आइरहेको छ होइन। जसको अर्थ के हो भन्नुहुन्छ भने जस्तो मैले 3 महिनामा डिसिजन आउनु पर्ने, मैले डिसिजन पाएन भनेर तपाईँले एउटा रिक्वेस्ट गर्ने, अपिल गर्ने ठाउँ रहन्थ्यो। तर अहिले त्यो पनि गर्न नमिल्ने भनेको इमिग्रेसन अफिसको इन्सपेक्टरहरूले, अफिसरहरूले उनीहरूलाई टाइम दिएको छ। 3 महिना हो, कङ्क्रिट 3 महिना होइन, त्योभन्दा बढी पनि आवश्यक परेमा तिमीहरूले समय लिन सक्छौ भन्ने खालको इन्फर्मेसनहरू आइरहेको छ। त्यो भइसकेपछि केसहरू यसै त डिले हुन्थ्यो, त्यो माथि झन् डिले हुने सम्भावना बढिरहेको छ होइन वार्साको केसमा। अन्त के छ त्यो तपाईँहरूले अपडेट लिनु होला है त। अनि यस्तै अर्को अपडेट रहेको छ वर्क पर्मिट डिले। अब पहिले एटलिस्ट अलि छिटै आउँथ्यो, जस 3 महिनासम्ममा आइरहेको हुन्थ्यो, 1 देखि 3 महिनासम्ममा भने अहिले त्यो सम्भावना छँदै छैन। 4 देखि 6 महिना है टाइममै भयो भने। अब कुरा गरौँ जो चाहिँ पोल्यान्ड आउन खोज्दै हुनुहुन्छ, सोच्दै हुनुहुन्छ उहाँहरूको लागि। फर्स्टमै भनौँ वर्क पर्मिट 4 देखि 6 महिना समय लागिरहेको छ अहिलेको सिचुएसनमा। त्यो टाइममा आयो भने तपाईँ लकी हुनुहुन्छ है, किनकि हरेक कुरामा स्ट्रिक गर्दैछ। त्यो कम्पनीको प्रोफाइल एक्ज्याक्ट त्यो डिमान्ड हो होइन होइन, ती सबै कुराहरू चेक गरेर मात्र दिन थालेको छ, टाइट गरेको छ। अनि
अब कम्पनीहरूमा डिमान्ड छ इम्प्लोइको छ, वर्करको डिमान्ड छ होइन? तर जस्तो गभर्मेन्टबाट अब कम्पनीमा कामदारहरूको माग हुँदै गर्दा सरकारले चाहिँ बाहिरबाट लिग भनेर कतिको दिइरहेको छ भन्दाखेरि त्यो खालको छैन। यहीँ भएकोहरूलाई रोजगारमा प्रायोरिटी राख अनि हुँदै भएन भने मात्र बाहिरदेखि लिने भन्ने खालको छ र अहिले त अझ यो डोनाल्ड ट्रम्प आइसके पछाडि युरोपमा पनि एन्टी इमिग्रेसनको एउटा लहर चल्यो। त्यसले गर्दा अहिले पोल्यान्डमा पनि असर परेको छ, अन्य देशमा पनि इमिग्रेसनहरूप्रति नराम्रो असर उनीहरूको उसमा परेको हुनाले हामी जस्तो विदेशीलाई चाहिँ अलिकति टाइट भइरहेको छ हरेक कन्ट्रीमा प्रायः। अनि त्यस्तै अब अपोइन्टमेन्टको कुरा गरौँ। दिल्ली स्थित पोल्यान्डको एम्बेसीमा अपोइन्टमेन्टको अवस्था के छ भने धेरैले सोधिराख्नु भएको हुन्छ। सो अपोइन्टमेन्ट अहिले पहिलाभन्दा सजिलो छ, तपाईँ आफै सबमिट गर्न सक्नुहुन्छ, ड्र सिस्टम छ र छिटै नै पाउन सक्नुहुन्छ किनकि अहिले एप्लिकेन्टहरू एकदम कम हुनुहुन्छ। किनकि पहिले वर्क पर्मिट छिटो दिन्थ्यो, टाइममा दिन्थ्यो, एप्लिकेन्ट धेरै हुनुहुन्थ्यो। अहिले वर्क पर्मिट नै दिन समय लगाएको छ र एप्लिकेन्टहरू बिचमा भिजा पनि एकदम लो छ चान्सेस। त्यो भइसकेपछि एप्लिकेन्टहरू रिड्युस भयो, जसको अर्थ हो डिमान्ड कम छ। अनि त्यो भइसके पछाडि एप्लिकेसनहरू कम भइसके पछाडि डेट छिटो आउने भयो होइन? त्यो भएको हुनाले यदि गर्दै हुनुहुन्छ भने अपोइन्टमेन्टको लागि चाहिँ पहिला जस्तो त्यस्तो च्यालेन्जिङ छैन। बाहिर मान्छे लगाउनु पनि पर्दैन, तपाईँ आफै भन्नुहोस्, वेट गर्नुहोस् अनि त्यसरी जानुहोस्। यो अझ के पनि हुन्छ भन्दाखेरि फेक अपोइन्टमेन्ट दिने चलन छ, धेरै स्क्याम हुन्छ। त्यो भएर त्यस्तो पैसा तिरेर लिनेतिर नलाग्नु होला, सकेसम्म आफै नै गर्नु, वेट गर्नुहोस्, बरु आइसकेपछि जानुहोस्। अनि अर्को कुरा आउँछ, अब भिजा चान्स कतिको छ भन्नुहुन्छ। भिजा चान्स भनेको कहिले पनि डिफाइन हुँदैन होइन? यो भनेको अननोन चिज हो, लाग्न पनि सक्छ, नलाग्न पनि सक्छ। अब बिचमा एकदम कम थियो 2017, 18, 19 त्यो समयमा भिजा रेसियो राम्रो थियो भने त्योभन्दा पछाडि भिजा चान्स एकदम कम छ। र अहिले पछिल्लो समयमा 2026को कुरा गर्ने हो भनेदेखि यसै पनि वर्क पर्मिटहरू कम इस्यु भइरहेको छ र त्यो गर्दा एक हिसाबले कम एप्लिकेसन भएको हुनाले भिजा पहिले जसरी नै कन्टिन्यू हुन सक्यो, त्यो यता कम्पेरिटिभली लागेको देखिन सक्ला अथवा लाग्न सक्ला। तर ओभरअल चान्स एम्बेसीले हेर्ने भनेको एउटै नै हो जस्तो लाग्छ। त्यहीमाथि अहिले अझ टाइट गरिरहेको हुनाले भिजा चान्स कम हुन सक्यो। तर एप्लिकेन्ट कम र वर्क पर्मिट नै कम भएको हुनाले राम्रोसँग जेन्युनली सबै पेपरहरू तपाईँले जेन्युनली सबमिट गर्नुभयो भने लाग्ने चान्स पनि छ फेरि होइन? किनकि अहिले यतैदेखि स्ट्रिक्ट गरेर दिइरहेको छ सबै कुराहरू। एप्लिकेसन वर्क पर्मिटदेखि नै सबै कुराहरू स्ट्रिक्ट गर्दै गइसकेपछि र तपाईँले एम्बेसीमा अपोइन्टमेन्ट आइसकेपछि हरेक डकुमेन्टहरू चाहिँ जेन्युन पेस गर्नुभयो भने तपाईँले दिन पनि सक्यो। तर पहिला के छ अहिलेसम्म सुनिएको के छ भने जस्तो तपाईँको ट्राभल इन्सुरेन्स, टिकट बुकिङ सबै डकुमेन्टहरू फेक बनाइदिइरहेको हुन्छ इन्डियादेखि गराउँदा। अनि प्रायःले के गर्नुहुन्छ, एजेन्सी लगाउनुहुन्छ अथवा एजेन्ट लगाउनुहुन्छ, उनीहरूले सबै काम फेक गरिदिन्छन् इन्डियामा। म्याक्सिमम्, सबै नभनौँ, म्याक्सिममको फेक गराइदिने गर्छन् र उनीहरूलाई थाहा छ यो फेक डकुमेन्ट हो भनेर होइन? अनि तपाईँको वर्क सर्टिफिकेटहरू, अन्य कुराहरू, एक्सपिरियन्स लेटरहरू सकेसम्म जेन्युन ओरिजिनल बनाउनु होला, हुनु पऱ्यो, त्यो स्किल हुनु पऱ्यो तपाईँसँग। त्यो भयो भने लाग्ने चान्स राम्रो पनि छ फेरि होइन? त्यसैले त्यो भिजा चान्स भनेको डिपेन्ड हुन्छ, कहिले पनि लाग्छ लाग्दैन भन्न सकिँदैन। तर हरेक चिज जेन्युन छ र तपाईँमा त्यो लेभल मिल्ने स्किल छ, नलेज छ भने लाग्न पनि सक्छ है, चान्स राम्रो पनि हुन्छ। यो भयो नन स्किल्डको लागि थियो भने स्किल्ड मेन पावरको लागि भने जहिले पनि ओपन नै छ अल अराउन्ड द वर्ल्ड, जहाँ पनि प्रोफेसनलहरूको लागि, हाई स्किल्ड मेन पावरको लागि जहिले पनि सम्भावना छँदैछ। अब अलिकति लास्टमा कुरा गरौँ इन्कम पोल्यान्डमा के कस्तो छ भन्दाखेरि पहिलेको तुलनामा कम्पेरिटिभली हरेक वर्ष मिनिमम वेज चाहिँ पोल्यान्ड सरकारले बढाइरहेको छ थोरै थोरै रेसियोमा। र पहिलाभन्दा अहिले पोलिस टु नेप्लिज करेन्सी कन्भर्ट गर्दा पनि रेट बढेको छ। पहिला गत वर्षकै कुरा गर्ने हो भने लास्ट इयरको सुरुतिर कति थियो, 28, 29, 30 आसपास थियो भने अहिले आइपुग्दा 40 आसपास रहेको छ होइन? सो रेट बढेको हुनाले इन्कम पनि बढेको देखिएको छ, जुन राम्रो कुरा हो। नर्मल्ली 4000-4500 महिनाको बचाउनु भयो भने 4000 भनेको 4 चौको 16, 150-60 त्यतिसम्म सजिलैले नै बचाउन सक्छन्। ओके ल, ओभरअल अपडेटहरू यही नै हो।
यति नै भन्न चाहेँ र यतिमै आजको भिडियोलाई कन्क्लुड गर्न चाहेँ। अरू के छ, केही त्यस्तो नयाँ अपडेटहरू तपाईँले थाहा पाउनुभएको छ भनेदेखि हाम्रो कमेन्ट बक्समा लेख्नुहोला र कहाँदेखि हामीलाई हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्टमा राख्न नबिर्सिनुहोला। र यदि तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनुहोला भन्दै आजको यो भिडियोबाट भने बिदा हुन चाहन्छु। हस्त, धन्यवाद। थ्याङ्क यू।